हेलो गुड मर्निङ एन्ड लसो फ्याफुल्ला साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। अनि आज चाहिँ हामी कालिम्पोङ जान लाग्छौँ। अहिले चाहिँ हामी धुलिखेल आइपुगिसक्यो। हामी काठमाडौँबाट चाहिँ कति बजे 5:30 बजे निस्किएको थियौँ होला। अनि कालिम्पोङ चाहिँ भाइ र म जान लागेछौँ। भाइ यता छ। स्वागत छ तिमीलाई मेरो भ्लगमा। हेर्दै गर्नु होला भिडियो। हामी चाहिँ अब धुलिखेलबाट बाटो थाहा छैन, यहाँबाट सोध्दै जानुपर्ने हुन्छ। देखाउने छौँ हामी बाटोतिरको के कस्तो हुन्छ। अहिले चाहिँ हामी यहाँ खाजा खान लाग्छौँ। चिया खाएर जान्छौँ। ब्ल्याक टी जाडो भयो मलाई। ल हामी चाहिँ अब खाजा खाएर निस्केको। अब यहाँबाट निस्किन लागेका छौँ। निस्केर जान्छौँ हामी। ल हिँड अब जानुपर्छ। यो चाहिँ दलाल घाटको पुल हो है। यो चाहिँ दलाल घाट बजार। यो दलाल घाटको पुल नयाँमै। हामी चाहिँ यता छौँ दलाल। यो चाहिँ खाडी चौर हो है साथीहरू। हामी चाहिँ खाडी चौर आइपुग्यो। चाहिँ खाडी चौरको बजार हो। बजार चाहिँ यस्तो छ खाडी चौरको। घन्टी यो चाहिँ खाडी चौरको पुल हो। हामी चाहिँ पुल तरेर जाँदैछौँ। अब हेर्न सक्नुहुन्छ आजको वेदर चाहिँ एकदम राम्रो छ। हामी अब खाडी चौरबाट माथि लाग्दैछौँ। अनि अब चाहिँ सैलुङ पुग्न धेरै टाइम लाग्दैन अरे। अब हामी सैलुङ घुमेर अनि छ केटा हो। हामी चाहिँ अब एकदम डाँडा चढ्दैछौँ। आउने बेला चाहिँ अघिसम्म चाहिँ हामी ओह्रालो मात्रै आइरहन्थ्यो। अब चाहिँ हामी एकदम उकालो लाग्दैछौँ। सैलुङ नै कति 42 भनेर के 38 किलोमिटर 38 मिटर कि 42 मिटर माथि छ भन्थ्यो। हामी त्यही भएर अब उकालो मात्रै जाँदैछौँ। साथीहरू हेर्नु मौसम आजको कति दामी छ। यतातिर यस्तो दामी छ। मोज भइरहेछ चाहिँ। यता राइडर फेरि सेमिनार। हामी चाहिँ अहिले मोडे बजार आइपुग्यो। यो चाहिँ हो मोडे बजार। यताबाट कालिम्पोङ, यताबाट सैलुङ। अब हामी सैलुङ जाँदैछौँ। यताबाट चाहिँ कालिम्पोङ जाने। हामी चाहिँ अहिले मोडे बजार आइपुग्यो। अनि मोडे बजारबाट सैलुङतिर जाँदैछौँ हामी। अब यता सैलुङले हामीलाई चाहिँ मोडे बजार आइपुग्यो। 1.5 घन्टा जति लाग्यो होला। त्यसपछि हामी सैलुङ जान्छौँ।
अनि सैलुङ यस्तो छ मौसम आजको। सैलुङ घुमेर हामी चाहिँ कालिम्पोङ चाहिँ बस्न जान्छौँ। त्योहरू हामी चाहिँ सैलुङ आइपुगेर खानासाना खाएर एकछिन रेस्ट गऱ्यौँ। अनि अब यहाँ मिनी चाइना ग्रेट वाल जाँदैछौँ हामी चाहिँ। यो चाहिँ हो लाली गुराँस पिङ्क कलरको। हामी चाहिँ चिकन खाना खाएर अब माथि जानु पर्यो भनेर डाँडामा जानु पर्यो भनेर जान लाग्यो। हामी त्यहाँ जान्छौँ। कस्तो जाडो छ तर यो घाम लागिरहेको जस्तो देख्यो होला। यस्तो चिसो हावा चलेको छ। म त त्यही भएर टोपी लगाएर हिँडिरहेको छु। टोपी गलबन्दी लगाएर 500 सिँढी छरे। हेरौँ कति टाइम लाग्छ हामीलाई त्यो सिँढी चढ्नलाई। स्टक चाहिँ होला त टिकट काट्नुपर्ने हो पर्दैन। ए हो यहाँबाट चाहिँ यस्तो भ्यू देखिरहेछ। यहीँसम्म हो कि के हो? हामी चाहिँ अहिले मिनी चाइना ग्रेट वालमा छौँ। वाक गर्दैछौँ। घाम लागिरहेछ तर पनि हावा चलेर गर्मी भइरहेछ। त्यही भएर हामी पछाडि बादल देख्न सक्नुहुन्छ। यस्तो दामी बादल छ। सेतो बादल आइरहेछ। 500 सिँढी भन्थ्यो सक्यो कि के हामीले है। अब यहाँ माथिसम्म जाने त्यहाँबाट चाहिँ फर्किनु पर्ला। अब हामी कालिम्पोङ जान्छौँ। कालिम्पोङ गएर उतै बस्ने आज। अनि भोलि फर्किन्छौँ होला। भोलि बिहान दर्शन गरेर कति बेला फर्किन्छौँ त्यही 10-11 बज्छ। सो साथीहरू हामी चाहिँ अहिले मिनी चाइना ग्रेट वालको टुप्पोमा आइपुगेको छौँ। अनि यहाँबाट देखिने नजारा चाहिँ यस्तो छ। यताबाट हेर्न सक्नुहुन्छ। यस्तो दामी यस्तो मजाको घाम लागिरहेछ। कस्तो देखिरहेछ यहाँको नजारा चाहिँ। कति 500 छ भन्थ्यो। हामी चाहिँ टुप्पोमा आएर यहाँको भ्यू हेर्दैछौँ। यता यस्तो छ भने यता चाहिँ यस्तो रहेको छ। यता चाहिँ घाम लागेको छैन अनि कालो भइरहेछ। घाम पनि कहिले जाने कहिले आउने। कालो घाम लागेर घामले छेकेर त्यहाँ घामलाई छेकेर त्यहाँ घाम पनि आधा देख्ने आधा एकछिन देख्ने एकछिन नदेख्ने। साथीहरू हामी चाहिँ अब फर्क्यौँ मिनी ग्रेट वालबाट। अनि अब हामी कालिम्पोङ जान लागेको। कालिम्पोङ पनि 1-2 घन्टा कि 3 घन्टा लाग्छ अरे यहाँबाट। 2 बजिसक्यो। त्यही भएर हामी चाहिँ अब कालिम्पोङ जान लागेको। मेन त कालिम्पोङ जान लागेको हामी तर यो बाटैमा पर्दो रहेछ। त्यही नजिक छ अरे भनेर छिरेको तर टाढै रहेछ यो पनि। अनि फेरि अहिले चाँड गएन भने उता ढिलो हुन्छ रात पर्न सक्छ। त्यही भएर हामी चाहिँ अब जानु पर्यो कालिम्पोङ जाने अनि त्यता बस्ने। अनि त्यही हो हेर्दै गर्नु होला। म देखाउने छु। यो चाहिँ माथि चौर पनि थियो। यहाँ माथि रहेछ। हामी गएन तर ढिलो हुन्छ। हामीले चाहिँ यो ग्रेट वाल मात्रै हेरेर फर्केको। हामी चाहिँ अब सैलुङबाट हिँडेको 2:30 भयो। अब हामी कालिम्पोङ जान्छौँ। 2-2.5 घन्टा लाग्छ भनेको छ। हेरौँ कति घन्टा लाग्दो रहेछ। सैलुङमा चाहिँ हामी धेरै बसेनौँ।
आयो खाना खायो ब्रेकवाल हेऱ्यो हिँड्यो त्यही हो। यसो दर्शन क्रियामा मात्रै आएको सैलुनी गएको थियो है भनेर त्यस्तै भयो होइन त्यस्तै भयो। तर सैलुङ त अहिले भन्दा अलिक ग्रिन छ नि भोलि बेला आउनुपर्छ। कालिम्पोङमा हिँड्नु चाहिँ हुनु पऱ्यो अरू कुरा थाहा भएन। कालिम्पोङमा हिँड्नु भएन भने बेकार यो लाली गुराँस टिप्नुपर्छ है हामी भने कस्तो राम्रो राम्रो लाली गुराँस देखिरहेको छ। रातो लिलो लिलो छैन पिङ्क व्हाइट रेड यहाँ छ। मेरो चाहिँ म चाहिँ अलिक बिरामी बिरामी भएको छु साथीहरू। अब सक्नुहुन्छ तपाईँहरूलाई सैलुङबाट देख्ने भ्यू देख्न चाहन्छु। कमेन्टमा